टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौं सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। आज कोजाग्रत पूर्णिमा बडा दशैंको समापन गरिँदै सम्बन्धी प्रसङ्गबाट। दशैं आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमा दिन मनाउने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जागरमा बसेसँगै दुर्गा पक्ष सकिन्छ। विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ। कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ। नवरात्रि विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दशैंमा यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम र महामारीका कारण विगतमा जस्तो चहल पहल देखिएन। दशैं सकिएसँगै कार्तिक स्नान र आकाश दीपदान भोलिदेखि सुरु हुनेछ। नेपाल सहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको 1495औं जन्मोत्सव आज मनाउँदैछ। मोहम्मद डे पनि भनिने आजको दिनमा मुस्लिम समुदायले प्याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक अर्कामा शुभकामना साटासाट गर्ने चलन छ। तर यस वर्ष कोरोना संक्रमणको जोखिम का कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरू भने प्रभावित भएका छन्। मोहम्मदको जन्मजयन्तीको अवसरमा आज प्रदेश नम्बर 2 सरकारले सार्वजनिक बिदा समेत दिएको छ। मोहम्मदको जन्म इस्वी सम्बद्ध 571 अप्रिल 20 अर्थात् इस्लामी पात्रो हिजरी सम्बन्धको 12 रब्बी ओमलामा साउदी अरबको मक्कामा भएको थियो। उनको निधन 63 वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो। त्यसै पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ। मुस्लिम अगुवाईहरूको मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका छन्। सरकारले विगतमा मुसलमान संयुक्त सङ्घको समितिसँग सार्वजनिक बिदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन। सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई 14 दिन बिदा दिने तयारी गरेको छ। संक्रमण भएपछि सामान्यतः 14 दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियम अनुसार बिदा दिन लागि हो। कर्मचारीमा संक्रमण हुने क्रम बढ्दै गएकाले उपचारको समयमा छुट्टै बिदाको माग हुन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस सम्बन्धी प्रस्ताव मन्त्री परीक्षाले जाने तयारी गरेको छ। निजामती कर्मचारीले वर्षमा 12 दिन बिरामी बिदा पाउँछन्। तर कोरोना संक्रमण भएको बेलालाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित कर्मचारीलाई बिदा दिने बारे गृह र स्वास्थ्य मन्त्रालयसँग छलफल चलिरहेको छ। संघीय मामिला मन्त्रालयका सहसचिव वसन्त अधिकारीले भने यस सम्बन्धी प्रस्ताव हाम्रो मन्त्रालयले यस बढाउने कि गृह मन्त्रालय भन्ने टुङ्गो लागिसकेको छैन। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यसबारे छलफल भएको र कर्मचारीसँग सम्बन्धित विषय भएकाले संघीय मामिला मन्त्रालयले नै प्रस्ताव मन्त्री परिषदले जान उचित हुने राय दिएको बताए।
बताए। यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्री परिषदले गरेको थियो। संक्रमित कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गर्न लागि छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 1000 भन्दा धेरै निजामती कर्मचारी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। पूर्ण विवरण प्राप्त भइसकेको तर 1000 भन्दा धेरैमा संक्रमण भइसकेको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए। भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वाडा अध्यक्ष पक्राउ परेका छन्। भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वार्ड नम्बर 12 का वाडा अध्यक्ष गणेश प्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय केलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीले 2075 साल फागुन 20 गते वाडा नम्बर 12 कै हिमपुर शिविरका पूर्णिमा चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जानकारी दिए। वाडा अध्यक्ष जोशीलाई कार्तिक 11 गते पक्राउ गरिएको जानकारी दिए। वाडा अध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजय हुन जोशीलाई हिरासतमा राखे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टुडे न्युजमा एकैछिन व्यवसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चीजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। जीवीएस
टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको तानसेन ओपीसी सिमेन्ट। विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग। अब खेल प्रसङ्ग। राष्ट्रिय फुटबल टोलीका 4 खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका 34 खेलाडी मध्ये 4 जना कोरोनाबाट संक्रमित भएका हुन्। कोरोना देखिएका 4 जना खेलाडी सेल्फ आइसोलेसनमा बसेका एन्फाले जनाएको छ। नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्वक खेलमा का लागि हिजोदेखि प्रशिक्षण सुरु गरेको हो। त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा सुरु भएको परीक्षणमा 30 खेलाडी उपस्थित छन्। नेपालले बङ्गलादेशसँग बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल आउँदो कार्तिक 28 गते तथा दोस्रो मैत्रीपूर्ण खेल मङ्सिर 2 गते खेल्ने तय भएको छ। एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेको वर्ल्डस ट्रेड सेन्टरमा राखिएको छ। परीक्षणका लागि राष्ट्रिय खेलकुद परिसर राखिएकोले एन्फालाई अनुमति दिएको हो। नेपालले बालगोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ। मुख्य प्रशिक्षक योहान कालिन स्विट्जरल्यान्डमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्न जिम्मेवारी दिएको हो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको जम्मू काश्मीरमा 3 जना भारतीय जनता पार्टीका नेताको हत्या भएको छ। दक्षिण काश्मीरको कुलगाममा गए राति गोली हानेर भाजपाका नेता फिदा हुसेन सहित 3 जनाको हत्या भएको हो। मृतक हुसेन कुलगाम भाजपा युवा मोर्चाका महासचिव रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीसँगै भाजपाका कार्यकर्ता अब्देर रसिद बेगको पनि हत्या भएको हो। गोली लागेर 1 जनाको घटनास्थलमै र अन्य 2 जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको बताएको छ। द रेजिस्टेन्ट फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको बताएको छ। उक्त संगठन लस्कर-ए-तैयबाको सहयोगी भएको जनाएको छ। जम्मू काश्मीरमा विगत केही दिनयता भाजपा कार्यकर्तामाथि लगातार आक्रमण भएका छन्। पार्टीका 3 युवा कार्यकर्ताको हत्या भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन्। विश्वमा हालसम्म 3 करोड 29 लाख भन्दा बढी कोरोना भाइरस संक्रमित निको भएका छन्। शुक्रबार बिहानसम्ममा विश्वभरका 3 करोड 29 लाख 64 हजार 872 जना कोरोना मुक्त भएका हुन्। विश्वमा हालसम्म 4 करोड 53 लाख 1 हजार 191 जना संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 11 लाख 85 हजार 632 जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म 92 लाख 7 हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 59 लाख 71 हजार भन्दा बढी निको भइसकेका छन्। यहाँ अहिले पनि 30 लाख भन्दा बढी मानिस संक्रमित अवस्थामै छन्। अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म 2 लाख 34 हजार 114 जनाको मृत्यु भइसकेको छ। भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या 80 लाख 88 हजार भन्दा बढी पुगेको छ। यहाँ अहिले पनि 5 लाख 95 हजार
मानिस सङ्क्रमित अवस्थामै छन्। भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या 1,21,131 पुगेको छ। नेपालमा हाल कोरोना सङ्क्रमणको कुल सङ्ख्या 1,64,718 पुगेको छ। हाल यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या 38,992 जना पुगेको छ। नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म 904 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।